जब म मात्र 14 वर्षको थिएँ, मलाई मेरै बुवाले आफ्नो बुढो लौडाले ठोकेका थिए। मेरो भर्जिन फुटाएको थियो। मेरो आमाले पनि केही गर्नु भएन, किनकि यो मेरो बुबाको इच्छा थियो। त्यसैले एक दिन म सधैँ झै राति खाना खाएर आफ्नो कोठामा सुत्न गए। रातिको करिब 11 बजेतिर जोर जोरले पानी पर्न थाल्यो। असार महिनाको समय थियो। पानी परेको परै हुन्थ्यो। म एक्लै सुत्थेँ, तर त्यो रात मलाई धेरै डर लाग्यो। खोइ किन होला मलाई एक्लै सुत्न मन लागेन। मलाई धेरै डर लागेर म कामिरहेको थिएँ। म उठेर आमा बुबाको कोठाभित्र पसेँ। ढोका खुल्लै थियो। कोठाको बत्ती निभाएको थियो, तर एउटा सानो बल्ने बत्ती बालेको थियो। पानी धेरै परेको कारणले म गएको थाहा पाएनन्। म अचानक कोठामा पस्ने बित्तिकै मैले देखेको दृश्यले मलाई चकित बनायो। आमा घोप्टो परेकी थिइन् र बुबा कुकुर ठोकाइ गरिरहेको देखे। आमाको उमेर मात्र 32 वर्ष र बुबाको 36 वर्ष थियो। आमाको शरीरमा कुनै कपडा थिएन। बोसोले भरिएको मेरी आमाको तिग्रा र फ्यात्त परेकी चाकलाई बुबाले आफ्नो बुढो लौडाले प्याट प्याट हान्दै हसपस गरिरहेको थियो। म कोठामा गएको उहाँहरूलाई थाहा थिएन। उहाँहरू आफ्नै मोजमस्तीमा व्यस्त थिए। मैले पनि केही चाल नगरी चुपचाप बसेर हेरिरहे। लगभग 10 मिनेटपछि बुबाले उह उह आहा आहा गरेर फिचिक फिचिक आफ्नो नाल आमाको प्वालमा झारे अनि बुबा थाकेर ओछ्यानमा ढले अनि मात्र मलाई देखे। दुवैजना हतपत उठेर लुगा लगाउँदै मलाई सोधे, नानी त कति बेला कोठामा आइस् नि? मैले भने मलाई डर लागेको थियो, त्यसैले म यहाँ तपाईसँग सुत्न आएको थिएँ। तर तपाईहरूको यस्तो चर्तिकला देखेर म चुपचाप बसे। बुबाले अलि अलि लाज मान्दै मलाई भन्नुभयो, हाम्रो छोरी ठुलो भइछे। नानीले हामी दुवैले गरेको सबै देख्यौं त? मैले भने, हो सबै देखे। बुबाको यत्रो ठुलो छ। आमा तपाईलाई दुख्दैन र? आमाले मलाई भन्नुभयो, तिमीलाई जन्म दिएकी छु। त्यो दुखाइको अगाडि यो केही होइन छोरी। अनि बुबाले मलाई आफ्नो नजिक आएर बस भने। म उहाँको नजिक गएर बसे। उहाँ थाकेकोले फसफस गरेर सास फेरिरहनु भएको थियो। मलाई बुबाले सोध्नुभयो, छोरी तिमीले त हाम्रो सबै कुरा देखिसक्यौ। अब हामीलाई पनि तिम्रो सबै कुरा देखाऊ। हामी तिम्रै आमा बुबा हौ। लाज मान्नु पर्दैन। हुन त तिम्रो सबै कुरा हामीले देखेकै छौ, तर आज धेरै वर्षपछि फेरि हेर्न मन लाग्यो। कस्तो भएको छ हेराऊ। मैले सोचे यो बाउले पनि कस्तो छाडा कुरा गर्नुभयो होला। तर फेरि सोचे जब उहाँहरू मेरै अगाडि यस्तो नाङ्गो भएर ठोकाइ गर्दछन् भने म किन लजाउनु पर्छ र? मैले आमातिर हेर्दै आमालाई सोधे, आमा म मेरो लुगा खोले? उहाँले खोल भन्नुभयो। मैले मेरो कपडा एकैपटक सबै खोलिदिए। बुबाको आँखा सिधै मेरो प्वालतिर गयो। चिकुवा बुबाले आफ्नै छोरीलाई पनि यस्तो नजरले देखे। हाम्रो छोरी त धेरै ठुली भइछे नि। अब छोरी तिमीले पनि तिम्रो आमा जस्तै गर्ने बेला भएछ त। आज म तिमीलाई तरिका सिकाउँछु है। तिम्रो आमाले पनि तिमीलाई सिकाउँछिन्, बुबाले भन्दै मलाई आफ्नो काखमा बसाउनु भयो। मलाई आफ्नो बुढो लौडा समाउन भन्नुभयो। मलाई लौडा देखेर औडा भयो। मैले कहिले पनि लौडा देखेको छैन। त्यो दिन पहिलो पटक लौडाको दर्शन भयो, त्यो पनि आफ्नै बुबाको। केही बेर अघि आमालाई ठोकेर माल झारेको लौडा प्याट प्याट भएर टुङ्लुक्क परेको थियो। मैले हातले समातेर हल्लाउन खोजेको त मलाई तातो महसुस भयो। आमाले मलाई हल्लाउने तरिका सिकाउनु भयो। मलाई यो सबै कुरा अनौठो लाग्दै थियो, तर जब आफ्नै बुबा आमाले सिकाएपछि किन लजाउनु? उहाँहरूले सिकाए अनुसार मैले पनि त्यस्तै गरे। बुबाले मेरो सानो सानो बुबुको मुन्टा चुस्न थाले। आमाले मेरो सानो प्वालमा आफ्नो औँला हाल्दै मलाई जिस्काउनु भयो। आज आफ्नै बुबाले छोरीको भर्जिन फुटाउने छन्। छोरी आजबाट अब ठुली हुनेछौ तिमी। यसरी गर्दा गर्दै बुबाले मलाई र आमालाई खाटमा घोप्टो हुन भन्यो। मलाई थाहा थिएन कसरी घोप्टो पर्नु। आमालाई यो सबै कुरा थाहा भएकोले उहाँ घोप्टो परे।
उहाँलाई देखेर म पनि घुप्टो परे। बुबा पछाडिबाट हामी दुवैको प्वालमा पालैपालो जिब्रोले चाट्न थाल्नुभयो। आमालाई एकछिन अगाडि मात्र ठोकेको थियो, तर पनि आमाको प्वाल फुवा गर्दै थियो। सायद अझै ठोकाइ खोजिरहेको थियो। मेरो प्वाल चाट्दा मलाई करेन्ट लागे जस्तै भएको थियो। यत्रो मोटो खस्रो जिब्रोले मेरो सानो प्वाल चाट्दा मलाई अति आनन्द भयो। पालैपालो जिब्रोले चाटेपछि आफ्नो बुढो लौडाले हाम्रो चाकमा प्याट प्याट हान्न थाले। मेरो प्वाल र चाकमा एक मुख थुक फाले। हातले चलाएर चिप्लो बनाइदिए। आमालाई सधैँ ठोकिरहन्छ, त्यसैले आज मलाई पहिले ठोक्ने भए। बुबाले आफ्नो बुढो लौडाले मेरो चाकमा थपथपाउँदै मेरो प्वालमा हाले। प्वाल भनेको चाकको प्वाल होइन, अर्को प्वालमा। चाकमा हालेको भए म त्यहीँ मरिहाल्थे। यत्रो ठुलो बुढो लौडा मेरो चाकमा गयो भने त म बाँच्दिनथे होला। त्यसैले बुबाले चाकमा हाल्नु भएन। तर मैले पहिलो पटक ठोकाएको कारणले मेरो प्वाल सानो थियो। मेरो भर्जिन मेरै बुबाले फुटाउनु भयो। म जाबो 14 वर्षकी थिएँ। मलाई यत्रो ठुलो लौडाले गर्दा मलाई साह्रै दुख्यो, तर आमाले मलाई समातेर भन्नुभयो, छोरी अहिले तिम्रो बुबाले ठोक्दैछन्, त्यसैले अलि आरामले ठोक्दैछन्। पछि कुनै केटाले ठोक्यो भने तिमीलाई झन् दुख्नेछ, त्यसैले यो दुखाइ सहनु पर्छ। मैले सोचे मेरी आमा यति खतरा खेलाडी छिन्, आफ्नै छोरीलाई भालु जस्तै ठोक्ने सिकाउँदै छिन्। तर बुबाले पछाडिबाट पेलेको पेलै थियो। मलाई पहिलो 4-5 झट्कामा धेरै दुख्यो, तर त्यसपछि भर्जिन फुटेपछि अलि दुख्यो र मजा आइरहेको थियो। लगभग 10 मिनेट मलाई ठोकिसकेपछि मेरो आमाको प्वालमा छिराउनु भयो। केही बेर अघि आमालाई ठोकेर एकपल्ट माल झारेको कारण उहाँको लौडाबाट माल झर्न समय लागिरहेको थियो। आमालाई ठोक्दै मलाई ठोक्दै बुबा रमाइरहेका थिए। मलाई उतानो बनाएर मेरो कम्मर च्याप समातेर भएभरको लौडा सबै भित्रसम्म पेलिदिए। मेरो सास नै रोके जस्तो भयो। तर बुढो लौडामा धेरै दम रहेछ। यस्तो सानो प्वाललाई पनि ठोकेर ठुलो बनाइदियो। तर पनि माल झरिरा थिएन। जे भए पनि उमेरले कुनै अर्थ लाग्दैन रहेछ। 36 वर्षको मान्छेमा यति धेरै जोस। दुईजनालाई एकैसाथ करिब 1 घण्टासम्म गपागप गरेपछि बल्ल तातो माल मेरै प्वालमा झारे। मलाई मेरै बुवाले गर्भवती बनाउने भयो। अब मैले सोचे, तर आमासँग औषधि रहेछन्, मलाई औषधि खानु भन्नुभयो। त्यसपछि म ढुक्क भए। मलाई यसरी नै लगातार 3-4 महिनासम्म ठोके। हुन त म सानै थिएँ, तर मलाई पनि ठोकाउने बानी लागिसकेको थियो। आज भोलि पो केटीहरूको बिहे 18 वर्षपछि हुन्छ, नत्र पहिले त 11-12 वर्षमै बिहे हुन्थ्यो। त्यति बेला 14 वर्षको केटीले नानी पाइसक्थे। त्यसैले मलाई कुनै खराब लागेको थिएन। बाहिर कुनै अरू व्यक्तिसँग ठोकाउन गएकी छैन। आफ्नै बुबाले ठोक्नु भयो, त्यसैले मलाई कुनै पनि गुनासो छैन। म अहिले बिहे गरिसकेकी छु। मेरो बुढाले पनि मलाई त्यसरी नै ठोक्छन्। तर पनि मेरो पहिलो ठोकाइ बुबाकै ठोकाइ याद आउँछ।